Hello guys, welcome back to my new video. I hope so everyone is well. I'm open to no. So guys, आज म घरतिर छु किनभने आज चाहिँ शनिबार हैन त्यस्तो छ गाइस यस्तै हो अनि गाउँको भ्यू पनि खतरा छ गाइस अहिले चाहिँ त्यस्तो अहिले क्यामेरामा चाहिँ त्यस्तो आएन आँखाले हेर्दा चाहिँ प्रत्यक्ष रूपमा हेर्दा चाहिँ त्यस्तो बहुत राम्रो छ हैन त्यही गाइस हाम्रो जो पनि यहाँ बसिरहेछ लास्टै मल परेको गाइस यो पनि आउँदा फेरि मोटो थियो अहिले सुडी सक्यो आमा चाहिँ यहाँ हुनुहुन्छ टक्लाएर भोलि आउँछ गएको त यता यहाँ देख्न सक्नुहुन्छ त्यही तर्काउनु भैँसी बाख्राहरू छन् अनि यता चाहिँ हामीले गोपी लगाएको छौँ टक्क लगाएर आलु चाहिँ भर्खरै खन्याम त्यहाँ देख्न सक्नुहुन्छ यहाँ सेबी लगाएको थियौँ पुरै सेबी लगाएको थियौँ यहाँ चाहिँ त्यो पुरै काटिसक्नु चाहिँ त्यसै गरी तोरी पारिनु फुलिसक्यो ऊ त्यहाँ हेर्नु तोरी पाकिसक्यो हाम्रो चाहिँ अझै तोरी छिने छैन अझै चाहिँ यताबाट त एन्टिलाइट पुरै हाल्छ पछाडि चाहिँ यहाँ चाहिँ अमिलो छ माथि र मेवा छ कटहर अनि त्यो अनार सुन्तला अमिलो काक्ती अनि त्यो चाहिँ आँप हैन त्यस्तो छ क्या यहाँभित्र चाहिँ एउटा दामी सरप्राइजिङ तपाईहरुले चिन्नु भएको छ कि नै हैन यसको नाम चाहिँ थाहा छ कुनै तपाईहरुलाई देख्न सक्नुहुन्छ पुरै खतरा छ हैन यसको नाम चाहिँ तपाईहरुलाई थाहा छ कि नै यसो थाहा छ भने कमेन्टमा भनिदिनु होला हैन त्यही गाइस अनि चाहिँ अरु चाहिँ केही छैन यसो घरमा बस्दा त त्यसै भ्लग बनाउनु भनेर अनि चाहिँ त्यस्तो छ गाइस गाउँको भ्यू नि यस्तै छ अब चाहिँ यो फेरि भित्र हैन हुन्छ ए खसे यसलाई चाहिँ यहाँ राखौँ हैन यहाँ चाहिँ यो चाहिँ फोकेर राखेको भित्र चाहिँ यसको यस्तो हुन्छ अनि चाहिँ मसित अर्को के छ भनिसकेपछि हैन यता यहाँ चाहिँ देख्नुहुन्छ अमला हैन अमला चाहिँ यहाँ छ लगाएर अमला चाहिँ बहुत मोटो हुन्छ गाइस भिटामिन सी पाइन्छ खाऊँ के त्यही गाइस यहाँ चाहिँ यो मेवा होइन यो कुमार हो यहाँ मेरो नाम लेखेर आएको छ देख्न सक्नुहुन्छ अनि चाहिँ यता कोठो मेरो जुत्ता यस्तै परेर छ नि त्यहाँ चाहिँ हाम्रो जो बस्छ यहाँ चाहिँ मेरो कोठो पनि लान गाह्रो छ त गाइस हैन त्यही गाइस अनि यता पनि खासै त्यस्तो छैन गाइस यहाँ चाहिँ मलाई यस्तो डेकोरेसन गरिरहेको छु उहाँ चाहिँ मेरो मम्मी बुवा अनि यता पनि मम्मी बुवा अनि मिना कान्छी दिदी यहाँ चाहिँ रोड छ खाँदैछ बुवाले फेरि त्यस्तो छ गाइस मेरो कोठो सानो छ यस्तै छ पुरै खत्तम भएको छ गाइस त्यही हो हैन अनि चाहिँ हाम्रो मन्त्र पनि देखाउँछु यसो ढोक्लाएर चाहिँ यहाँ चाहिँ अनि मैले हेरिरहेको छ जो है भन्दै गर्दैन सेन्टर फ्ल्याट भएर बसिरहेको छ
यहाँ चाहिँ हाम्रो भान्साकोठा चाहिँ यस्तो छ होइन। अनि चाहिँ यहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ, यही देख्न सक्नुहुन्छ हाम्रो मम्मी चाहिँ त्यस्तै हो गाइस। नहुनु यहाँ चाहिँ बुवा सुत्ने कोठो, टेबल सेबल छ। यहाँ हामी ग्यास नसकिन कि यता भान्सा कोठामा पकाउन, उतापट्टि अर्को कोठामा पकाउँछौँ, यहाँ चाहिँ किन ल्याउन होइन। अनि चाहिँ त्यही हो गाइस। यहाँ चाहिँ माथि जाने अर्को कोठो, त्यो चाहिँ अहिले नदेखाउँ हजुर। मेरो चले जानु त बिलिङ 27 होइन, यही चलाउनु न अहिले के भएर। हाम्रो फेरि गाइस अहिले नेट नचलेर त्यस्तै छ होइन। अलि तलतिर गएछ, म अलि मन्दिर जान्छु अनि हाम्रो पुरा घर देखाउँछु होइन। त्यस्तै हो गाइस। यहाँ चाहिँ म चाहिँ अहिले बाहिरमा आइसकेँ। शीत चाहिँ अब अझै ओभा छैन गाइस होइन। बारी है केराहरू छन् थुप्रै, त्यो अहिले केराहरू त थुप्रै पसेर छन्। हाम्रो फेरि बारीमा पनि फुल फुलिरहेछ, देख्न सक्नुहुन्छ। अनि हाम्रो घर त धनतडा यतै छ गाइस हाम्रो घर चाहिँ होइन। गाउँघरको गाउँतिरको घरहरू कस्तो हुन्छ र यस्तै हो। अनि त यहाँ चाहिँ देउलीमा चाहिँ यहाँ कुन कहाँ आएर यहाँ चाहिँ यस्तो रक्सी खाएर बसेर चाहिँ अन्त एउटा यता केरा पनि पछाडि चाहिँ होइन। अनि त्यही हो। यस्तै छ गाइस। अनि हाम्रो जो मैले पप्पीलाई बोलाउँछु है, मैले पप्पीलाई बोलाउँछु है। जो आइज ल ल ल ल जो आइज ल आइज ल ल आइज जो हेरिरहेको छ गाइस बारी। जो आइज ल ल ल जो आइज आइज ल। अनि चाहिँ गाइस त्यस्तै छ न। अनि फेरि नयाँ भिडियोमा भेटौँला, अहिले बाई। नयाँ भिडियोमा भेटौँला, बाई।